गणेश नेपाली आज हाम्रो माझमा रहनुभएन। उहाँको दिवंगत आत्माले चिर शान्ति प्राप्त गरोस् र सधैँका लागि वैकुण्ठमै बास पाओस् भन्ने हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। उहाँप्रति श्रद्धाञ्जली स्वरूप मैले आफ्नो व्यक्तिगत तर्फबाट उहाँको शोक सन्तप्त परिवारलाई रुपैयाँ 1 लाख आर्थिक सहयोग गर्ने घोषणा यही भिडियो मार्फत गर्दैछु। म तपाईहरू सबैलाई एउटा प्रश्न सोध्न चाहन्छु। यदि तपाईँ आज अचानक यो संसारबाट सधैँको लागि बिदा हुनुभयो भने अझै पनि जीवन बुझ्न नसकेकी तपाईको 2 वर्षको छोरीको हात कसले समातेर जीवनको यात्रा सिकाउला? आगोलाई साक्षी मानेर जीवनभरि नै साथ निभाउने बाचा गरेकी तपाईकी श्रीमतीको आँखाको आँसु कसले पुछ्देला? जीवनको हरेक दुःखको क्षणमा उहाँको सहारा को बन्देला? आफ्ना सबै सुखलाई त्यागेर र आफ्नो पेट काटेर तपाईलाई हुर्काका ती बुढेसकालका आमा बुवाको सहारा अब कसमा अडिएला? उहाँहरूको काँधमा पर्न गएको यो दुःखको भारीको बोझ कसले हल्का बनाइदेला? भनिन्छ नि, एकजना बुवाको लागि सबैभन्दा दुःखको क्षण भनेको आफ्नो छोराको अर्तीलाई काँध दिनु हो। यी प्रश्नहरूका उत्तर सजिला छैनन्, तर यिनले हामी सबैलाई एउटा कुरो सम्झाइरहेको छ। जीवन अनिश्चित छ, तर हाम्रो जिम्मेवारी र परिवारप्रतिको माया सधैँ नै अमूल्य रहन्छ। जीवनको सबैभन्दा ठुलो पीडा मृत्यु मात्र होइन। जीवनको सबैभन्दा ठुलो पीडा त आफ्ना प्रियजनलाई असहाय अवस्थामा छोडेर सधैँका लागि यो संसारबाट बिदा हुनु हो। यो रकमले उहाँहरूको सबै पीडा मेटाउने छैन। जीवनमा आएको यो अपूरणीय क्षति कुनै पनि रकमले पूरा गर्न सक्दैन। तर यो सहयोग पैसा भन्दा पनि ठुलो एउटा सन्देश बोकेको छ। तपाईहरू यो पीडाको यात्रामा एक्लो हुनुहुन्न। कहिलेकाहीँ सहयोगको मूल्य रकमले होइन, समयमा अगाडि बढाएको एउटा हातले निर्धारण गर्दछ। किनभने दुःखको पीडामा मानिसलाई पैसा भन्दा पनि पहिले आफ्नो साथमा कोही छ भन्ने कुरोको अनुभूति चाहिन्छ। आज गणेश नेपालीको परिवारलाई हाम्रो साथ, हाम्रो समवेदना र हाम्रो मानवता चाहिएको छ। भोलिको दिनमा हामी मध्ये कसैको जीवनमा यस्तो अवस्था सिर्जना नहोला भन्न सकिन्न। त्यसैले हामी मानिस भएर अरू मानिसको पीडा महसुस गर्न, सकेको साथ दिन र मानवताको धर्म निभाउन कहिले पनि पछि हट्नु हुँदैन। याद राख्नुहोस्, जीवन अनिश्चित छ। हामी कहिले, कहाँ र कसरी बिदा हुन्छौँ भन्ने कुरो कसैलाई पनि थाहा छैन। तर हामी बाँचुन्जेल कसैको आँखाको आँसु पुछिदिन सक्छौँ, कसैको पीडामा मलहम लगाइदिन सक्छौँ र कसैको जीवनमा सानो आशाको किरण बन्दिन सक्छौँ। किनभने अन्तिममा मानिसले कमाएको सम्पत्ति होइन, उसले बाँडेको माया, देखाएको करुणा र निभाएको मानवता नै सधैँ सम्झिन्छ। जय नेपाल, जय मानवता।